बालेनको पहिलो राजनीतिक भाषण सुन्नुभयो नि, त्यो पनि मैथिली भाषामा। राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनकपुरमा एउटा सभा गरेको थियो र बालेनको भाषण अर्थपूर्ण रह्यो, विशेष रह्यो। बालेनले यो भाषणका क्रममा 3-4वटा कुराहरू उठान गर्नुभएको छ। मधेसी छोरो प्रधानमन्त्री हुन लाग्यो भनेर मात्रै भोट नहाल्नुस्, राम्रो मान्छे आउँदैछ, सही समय आउँदैछ, त्यसैले आफ्नो पार्टीलाई भोट हाल्नुस् भनेर उहाँले उद्घोष गर्नुभएको छ। 4 वर्ष जति काठमाडौँको मेयर भएर बस्दाखेरि काम मात्रै गर्नु परेकाले बोल्न पाइएन, अब चाहिँ राजीनामा दिएँ मैले, अब बोल्ने गरी आएको छु भनेर उहाँले भाषणमा भन्नुभएको छ। त्यसै गरी काठमाडौँ महानगरपालिकामा रहँदाखेरि 35 भन्दा बढी नगरपालिकाहरूलाई एम्बुलेन्स दिएको, 20,000 भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको र विभिन्न सम्पदाहरूको चाहिँ पुनर्निर्माण गरेको र यस्तै कामहरू देशैभरि गर्नका लागि पनि आफू आउनु परेको भनेर उहाँले बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको मेयर भएर बस्दाखेरि काठमाडौँको माइतीघर मण्डलामा थुप्रै किसानहरू, उखु किसानहरू, त्यसपछि मिटर ब्याजी पीडितहरू आएर आन्दोलन गरेको, तर आफूले ठुलो हेरेर बस्नु परेको, अधिकार नभएको कारणले गर्दा केही पनि गर्न सकिएन, त्यही भएर आफू आउनु परेको भनेर उहाँले दाबी गर्नुभएको छ। र अर्को कुरा, अब प्रदेशहरूलाई बलियो बनाउनु पर्छ। प्रदेशले सानो सानो काम गर्ने होइन, सानो सानो चिजका लागि पनि काठमाडौँ जान पर्ने अवस्था हट्नुपर्छ। काठमाडौँ अब अधिकार माग्नका लागि होइन, पशुपतिनाथ र स्वयम्भूनाथको दर्शन गर्न घुम्न जाने हो भनेर उहाँले बताउनु भएको छ। बालेन जनकपुरको यो कार्यक्रममा मधेसकै भेषमा गएर पनि निकै अर्थपूर्ण देखिएको छ। बालेन अब